नमस्कार। आज फेरि तपाईँ समक्ष सर्ट भिडियो लिएर उपस्थित भइरहेको छु। आजको विशेष कोइन यानि कि एरर भुल मार्फत छापिएको कोइनहरूको विषयमा। भुल मतलब हुनु त ठिकै छापेको, तर कुनै तपाईँको छाप्दाखेरि अलिकति टेढो मेढो, अब जस्तै तपाईँले देख्नु हुँदैछ यो 20 रुपियाँको कोइन, यसलाई तपाईँको प्रिन्ट एरर भन्छ। यानि कि तपाईँको छाप्दाखेरि अलिकति जुन प्रेस हुनुपर्ने जग्गामा नभएर अलिक साइडपट्टि भएर यसको यो कोइन तपाईँको एरर भयो, प्रिन्ट एरर भयो। यो साइडको भाग यसको मिलेन। राम्ररी हेर्नुहोस्, देख्नु हुँदैछ 2020 को 20 रुपियाँको कोइन अलिकति प्रिन्ट एरर भएर एक्स्ट्रा पिस निक्लिएको छ यसको। हेर्नुहोस्, तपाईँले देखेर बुझ्नुभयो होला, तपाईँको यो अलिकति प्रिन्ट एरर भएको छ। त्यसरी नै अर्को कोइन 5 रुपियाँको 2010 हैदराबादको यो कोइन, यो पनि प्रिन्ट एरर भएर साइडपट्टि अलिकति ग्याप, बेसी नै ग्याप भएको छ। जुन तपाईँको बिचमा छापिनुपर्ने अलिकति साइड भएर यो पनि प्रिन्ट एरर भएको छ। हेर्नुहोस्, प्रिन्ट एरर आधी मात्रै, मोटामोटी पुरा नछापेर आधी मात्रै छापेर आधी यसको ब्ल्याङ्क गइरहेको छ। यो दुईवटा भयो तपाईँको प्रिन्ट एरर। अब यो तपाईँलाई म जुन देखाउँदैछु 10 रुपियाँको, यसलाई भन्छ क्लक एरर। देख्नु हुँदैछ यो 10 रुपियाँको कोइन, सिधा 10 रुपियाँको यो। अब हुनुपर्ने यसको जुन ब्याक साइडको अशोक स्तम्भ हुन्छ त्यो यो सिधा हुनुपर्ने। हेर्नुहोस् है राम्ररी, तर यसको के भयो, साइडपट्टि भइरहेछ। यसको ब्याक साइड हेर्नुहोस्, 2021 यहाँ हुनुपर्ने सिधा, कहाँ भयो, यहाँ साइडमा। यो भयो तपाईँको क्लक एरर। क्लक एरर मतलब तपाईँको यो उल्टा दिशामा भयो, यानि कि यो 45 डिग्री घुमेको छ। यो तपाईँको जुन अशोक स्तम्भ सिधा हुनुपर्ने त्यो तपाईँको 45 डिग्री घुमेको छ, यानि कि यो क्लक एरर भनिन्छ। यसको फ्रन्ट साइड हेर्नुहोस्, सिधा छ। यो 10 रुपियाँको सिधा, पछाडिको अशोक स्तम्भ पनि यसरी नै सिधा हुनुपर्ने, सिधा लाइनमा हुनुपर्ने, तर यो के भयो, बाङ्गिएर यसको 45 डिग्री भएको छ। यो देख्नु हुँदैछ, यो पनि एउटा क्लक एरर भन्छ यसलाई, जो तपाईँको ब्याक साइडको जुन अशोक स्तम्भ छ यो बाङ्गो भएको छ, सिधा नभएर बाङ्गो भएको छ। जस्तै यो 2021 सिधा ब्याक साइड यो हुनुपर्ने है, फ्रन्ट साइड तपाईँको 10 रुपियाँ अगाडि यसरी नै सिधा हुनुपर्ने, तर यो बाङ्गेको छ। हेर्नुहोस्, 10 रुपियाँको कहाँ रह्यो, यता 1300 भएको छ र यसलाई भनिन्छ क्लक एरर। यो पनि तपाईँको बिक्री हुन्छ कोइन, पक्रिनुहोस्। तपाईँको बेसी नपाए पनि तपाईँको यो धेरै नै एरर भएको छ 10 रुपियाँको कोइन। यो तपाईँले 200, 300, 400 सम्म तपाईँले बिक्री गर्न सक्नुहुन्छ। 200 देखि 400 सम्म तपाईँले यो कोइन बिक्री गर्न सक्नुहुन्छ। क्लक एरर यो पनि धेरै रेयर हुन्छ, यानि कि धेरै नै कम्ती यस्तो छापिन्छ र त्यसले गर्दा 10 रुपियाँको बदली तपाईँले 300-400 रुपियाँ तपाईँले पाउन सक्नुहुन्छ, जसले यो सब कलेक्ट गर्छ। जस्तै यो 20 रुपियाँको जुन छ तपाईँको, यसको पनि तपाईँले 200-250 सम्म तपाईँले पाउन सक्नुहुन्छ, किनभने यो बेसी एरर भएको छैन, अलिक कम्ती एरर भएको छ। यदि अगर यसको एकदमै हाफसम्म तपाईँको एरर भएको भए यसको दाम अझै बढेर जान्थ्यो, तर यो बेसी भएको छैन, तर पनि यो एरर छ। यसको पनि तपाईँले 200-250 रुपियाँसम्म 20 रुपियाँको पाउन सक्नुहुन्छ। त्यसरी नै यो 5 रुपियाँको पनि तपाईँले देखिरहनु भएको छ, यसको पनि राम्रै एरर भएको छ, साइडपट्टि सादा भएको छ। यो पनि तपाईँले 150-200 सम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो अवश्य कमेन्ट गरेर सुझाव दिनुहोस् होला, साथै मेरो पेजलाई फलो पनि गरिदिनुहोस् होला। धेरै धेरै धन्यवाद।